देवकी जी नमस्कार। नमस्कार, धन्यवाद। स्वागत छ तपाईलाई dcnepal.com अनलाइन टेलिभिजनमा। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। dcnepal.com लाई म हृदयदेखि पनि स्वागत गर्न चाहन्छु, किनकि मेरो यो तीज, यो हिन्दू नारीहरूको तीज भए पनि यहाँले यहाँसम्म दुःख गरिदिनु भएको छ। विशेष गरी आदरणीय रामजी दाजुलाई मैले धन्यवाद दिन चाहन्छु, साथै सिपेश दाजु पनि। अहिले तपाईँ पुरा रातो साडी चुरापोटी लगाएर चाहिँ आउनु भएको छ, खास के को लागि हो? भनिन्छ नि, हामी नारीहरूको गहना हो रे रातो साडी चुरापोते। विवाहित नारीहरूले टिका सिन्दुर हातगढी चुरापोते नारीहरूको गहना हो। त्यसैले यो परम्परालाई धान्नलाई पनि मैले नयाँ एल्बम ल्याएको छु। नाम जुराएको छैन, गीत रहेको छ छैन कसैलाई माया छैन नेपाली। अहिले तपाईँ चाहिँ यहाँ खास के को लागि, अघि भनिहाल्नुभयो तीज गीतको लागि भन्नुभयो होइन, कुन चाहिँ गीतको लागि चाहिँ यहाँ छानबिन गर्नुभयो? अहिले हुन त कतिपय नेपाली महिला दिदीबहिनीहरूले तीजको एल्बम तयार गरिसक्नुभयो, बजारमा नै आइसकेको छ, तर म अलिक पछाडि परेको छु। मेरो गीत आज मात्र सुटिङ भएको छ, आइतबारदेखि सबै मिडियाहरूमा आउँदैछ। कुन चाहिँ गीत भन्नु तपाईँले चाहिँ? कुन चाहिँ गीतको बोल चाहिँ कस्तो छ तपाईँले गाएर सुनाउनु मिल्छ हाम्रो दर्शकहरूलाई? हजुर, पोहोर मैले बाजी ठुकाउँ आएँ, यहाँले धेरै रुचाइदिनु भयो। यसपालि मैले छैन कसैलाई माया छैन दोहोरी गीतै सुन्दिनँ भन्ने नेपाली त नेपाली नै होइन, तीजको गीतमा नाच्दिनँ भन्ने दिदी बहिनी नेपाली नै होइन भन्ने बोलको गीत ल्याएको छु। अलिकति गाइदिनुहोस् न हाम्रो दर्शकहरूले र तपाईँको दर्शकलाई।
ओके भनेपछि तीजमा गीत नगाउने दिदी भने चाहिँ नेपाली मूल गीत कहिलेसम्म आउला तपाईँ यो चाहिँ यो गीत चाहिँ तपाईँको यो आइतबारदेखि हाम्रो यो गीत चाहिँ मिडियामा आउँदैछ आइतबारदेखि। आज सुटिङ गर्दै हुनुहुन्छ होइन आइतबारबाट चाहिँ बजार खेल्नुहुन्छ तपाईँ यो कतिौँ एल्बम हो तपाईँको चाहिँ यो मेरो 30औं एल्बम त चौथो हो तर पनि दोहोरी गीतमा चाहिँ 7औं एल्बम होला। एउटा कुरो जान्न मन लाग्यो देविकाजी छ कि तपाईँ साडी लाउनु भएको छ आफूले साडी लाउँदा चाहिँ कस्तो लाग्छ कस्तो अनुभव हुन्छ म पक्का नेपालीकी छोरी हो जस्तो अनुभूति हुन्छ मलाई। कस्तो देखिन्छ जस्तो लाग्छ आफूलाई चाहिँ साडीमा स्पेस जस्तो लाग्छ कस्तो लाग्छ तपाईँहरूले मूल्याङ्कन गरिदिनु। अन्तमा के भन्न चाहनुहुन्छ तपाईँको दर्शकहरूलाई देश विदेशमा रहेका दर्शकहरूलाई सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू श्रोता महानुभावहरूलाई म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूले नै दीपिका केसी एउटा गीत गाउने केटी हो एउटा गायिका हो भनेर यहाँले नै चिनाइदिन सफल गरिदिनु भएको छ। मेरो गीत सुनिदिनु भएको छ रुचाइदिनु भएको छ उहाँहरूलाई मुरी धन्यवाद प्लस डिसी नेपाललाई पनि म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। हस् देवीजी तपाईँलाई धेरै धेरै धन्यवाद। जी नमस्कार। जय सङ्गीत स्वागत छ तपाईँलाई डिसी नेपाल .com अनलाइन टेलिभिजन। थ्याङ्क यू। के अरे घरिघरि म आइरहन्छु डिसी नेपालमा होइन धेरै धेरै धन्यवाद। आज साडी चुरा पोते लाउनु भएको छ के को लागि यो साडी चुरा पोते चाहिँ आज म यहाँ तीजको गीत गर्दैछु होइन। तीजमा सबै नारीहरूले चाहिँ रातो साडी रातो चुरा लगाउने चलन छ स्पेसली विवाहित महिलाहरूले चाहिँ होइन। मैले चाहिँ म चाहिँ खासै तीजमा यस्तो रातो भएर रङ्गिदिनँ किनकि म अविवाहित छु तर पनि आज चाहिँ मैले मेरो साथी देविका केसीको गीत गर्दैछु तीजको एकदमै राम्रो गीत छ त्यसैको लागि चाहिँ म यसरी रातो भएर सजिएको। एउटा कुरा जान्न मन लाग्यो तपाईँसँग यो साडी लाउँदाखेरि तपाईँलाई कस्तो चाहिँ अनुभव हुन्छ एकदम नराती भन्नुपर्दा चाहिँ साडी एकदमै अनकम्फर्टेबल होइन एकदम कम्फर्टेबलै हुँदैन मलाई साडी लगाएको बेलामा मेरो पुरा कन्सियसनेस चाहिँ मेरो साडीमा हुन्छ मेरो सबै ध्यान चाहिँ साडीमा हुन्छ एकदमै गाह्रो एकदमै अप्ठ्यारो लाग्छ तर केटी मान्छेलाई चाहिँ साडीले जस्तो अरू कुनै लुगाले पनि राम्रो देखिँदैन। आफूलाई चाहिँ कस्तो देखिन्छ त यो साडी लाउँदा साडीमा सबैले सेक्सी देखिन्छ भन्नुहुन्छ होइन मलाई पनि त्यस्तै लाग्छ भनेपछि तपाईँ अरू ड्रेस भन्नु तपाईँ साडीमा चाहिँ धेरै सेक्सी देखिन्छ। मलाई साडीमा चाहिँ प्रायः सबैले साडीमा एकदम सुट गर्छ एकदम सेक्सी देखिन्छ भन्छ र म आफैले पनि फिल गरेको कुरा हो मलाई मात्रै होइन सबै केटी मान्छेलाई चाहिँ साडीमा सेक्सी नै देखिन्छ। ओके पूजना चाहिँ अहिले जुन चाहिँ तपाईँले भन्नुभयो साथी देविका केसी गीत भन्नुभयो तपाईँले यो तीजको गीतमा यो तपाईँको पहिलो अनुभव त होइन होला सायद तीजको गीतको होइन होइन पहिला पनि गरेको छु होइन पहिला पनि मैले सिन्धु मल्लको तीजको गीत गरेको छु 2टा अनि अहिले यो मेरो तेस्रो गीत पर्छ यो वर्षभित्रको कि अघिल्लो वर्ष पनि मैले 2टा गरेको थिएँ यो वर्ष चाहिँ मेरो साथी देविका केसीको भएर मैले गरेको नत्र मेरोमा अहिले टाइमै थिएन कि एकदम व्यस्त हुनुहुन्छ अहिले म त्यो मेरो आफ्नो होम प्रडक्सनको तयारी गर्दैछु होइन त्यसकै प्रिपेरेसनमा चाहिँ अलिकति बिजी छु बाहिर टाइम दिनै पाइरहेको छु। जस्तै पूजनाजी तपाईँहरू यस्तो तीजको गीतहरूमा चाहिँ नाच्दा कस्तो अनुभव हुन्छ तपाईँलाई चाहिँ रमाइलो हुन्छ अरू बेला नर्मली नाच्दाखेरि आफू अथवा 5-6 जना केटीहरू केटाहरूको ग्रुप हुन्छ होइन तीजको गीतमा चाहिँ धेरैजना दिदीबहिनीहरू रातो एउटै भेषमा सबैजनाले एकदम इन्जोय गर्नुहुन्छ मानौ कि उहाँको तीजको दिन आजै हो व्रतको दिन आजै हो उहाँहरू पशुपतिमा गएर जसरी तीजलाई इन्जोय गर्नुहुन्छ जसरी तीजको गीतमा नाच्नुहुन्छ त्यसरी नै सुटिङमा पनि उहाँहरूले त्यही इन्जोय गरिरहेको भएर मलाई एकदमै रमाइलो लाग्छ। धन्यवाद। थ्याङ्क यू। आले
Vamos a ver.